जस्तै बजाज पल्सरको बाइकमा चाहिँ तपाईँले भन्नुहुन्छ मेरो बाइकमा चाहिँ साउन्ड एकदम नराम्रो आउँछ, झ्यार आउँछ होइन, र बाइकमा भाइब्रेसन पनि एकदमै ज्यादा आउँछ, जति बनाए पनि बनिरहेको छैन भन्नुहुन्छ होइन। अब यसको खास समस्या चाहिँ केबाट आउँछ होइन, र समाधानको उपाय पनि म तपाईँलाई भन्छु है। जस्तो मैले फटाफटी क्लच कभर खोलिरहेको छु होइन, र तपाईँले भन्नुहुन्छ मैले क्याम चेन्ज गरेँ, ब्यालेन्सर चेन्ज गरेँ होइन, बडी ब्यालेन्सर चेन्ज गरेँ, तर पनि मेरो बाइकको साउन्ड सुध्रेको छैन या भाइब्रेसन चाहिँ आइरहेको छ भन्नुहुन्छ होइन। अब यसको खास समस्या कहाँबाट आउँछ म तपाईँलाई फटाफटी देखाउँछु है। त पहिला हामी फटाफटी क्लच कभर खोल्नेछौँ होइन, र म फटाफटी क्लच कभर खोलिरहेकै छु। अब चाहिँ हाम्रो क्लच कभर निस्किसकेको छ है। अब हामीले यसरी खोल्दाखेरि चाहिँ हामीले के गर्नुपर्छ भने हाम्रो क्लच कभरहरू यसरी सबै खोलिसकेपछि हामीले सम्पूर्ण पार्ट्सहरू चाहिँ मजाले सफा गर्नुपर्छ है। यसरी खोल्दैछु म चाहिँ होइन, र सर्वप्रथम चाहिँ हामीले के गर्नुपर्छ भने हाम्रो मुनिपट्टि एउटा आइल पम्प लागेको हुन्छ बजाज पल्सरमा चाहिँ होइन। यो ओइल पम्प चाहिँ हाम्रो के हुन्छ भने यसमा चाहिँ एउटा फिल्टर लागेको हुन्छ है। यो फिल्टर हाम्रो ब्लकेजहरू भयो, जाम भइदियो भने हाम्रो बाइक तातिने समस्या आउँछ होइन, र हामी यो पनि फटाफटी खोलेर यसलाई पनि मजाले सफा गर्नुपर्छ है खोलेको टाइममा चाहिँ। अब चाहिँ म फटाफटी हामी क्लच प्लेट होइन त्यसपछि सबै सामानहरू चाहिँ म खोल्छु अनि तपाईँलाई देखाउँछु है त। जस्तो म फटाफटी खोलिरहेको छु होइन, र म यहाँ यो ठाउँमा चाहिँ हामीले जब खोलिरहेको छु नि, यो 3टा मैले स्क्रु खोलिरहेको छु, यसको भित्र पनि हाम्रो चाहिँ एकदमै धेरै फोहोर जमेको हुन्छ है। हेर्नुहोस् है म तपाईँलाई खोलेर देखाउँदैछु होइन, र यो खोलिसकेको छु। यहाँ चाहिँ हेर्नुहोस् त हाम्रो यहाँ चाहिँ एकदमै धेरै फोहोरहरू होइन यहाँ आएर बसेको हुन्छ। अब यहाँ धेरै नै फोहोर छ भने चाहिँ हाम्रो के हुन्छ भने क्लच प्लेटहरू घोटियो, क्लच प्लेटहरू खियो भन्ने पनि बुझिन्छ है। यहाँ एकदमै धेरै फोहोरहरू आएर बसेको छ भने चाहिँ होइन, र यहाँ चाहिँ वास्तविक फोहोरहरू बसिरहेको हुन्छ, यो पनि हामीले मजाले सफा गर्नुपर्छ। अब चाहिँ म तपाईँलाई फटाफट यो बाइकको क्लच प्लेट खोल्छु होइन, र देखाउँछु समस्या कहाँबाट आउँछ, कसरी आउँछ होइन। तपाईँले ब्यालेन्सर चेन्ज गर्दा पनि मेरो बाइकको साउन्ड चाहिँ झ्यार आयो होइन, र भाइब्रेसन एकदमै ज्यादा आयो भन्नुहुन्छ होइन। यसको समस्याको समाधान म आज तपाईँलाई भन्ने छु है त। जस्तो मैले हाउजिङ फटाफटी खोलिरहेको छु क्लच प्लेट खोलेर होइन, र तपाईँलाई म देखाउँछु है त। जस्तो तपाईँले के गरिदिनुहुन्छ भने तपाईँले ब्यालेन्सर चाहिँ चेन्ज गरिदिनुहुन्छ होइन, र ब्यालेन्सर चेन्ज गर्दाखेरि चाहिँ हाम्रो के हुन्छ भने तपाईँले यो ब्यालेन्सर जुन मैले देखाइरहेको छु नि माथिपट्टिको ब्यालेन्सर, यो ब्यालेन्सर चाहिँ तपाईँले चेन्ज गर्दाखेरि चाहिँ तपाईँले डुप्लिकेट लगाइदिनुहुन्छ है यो ब्यालेन्सर चाहिँ। अब यो ब्यालेन्सर डुप्लिकेट लगाइयो भने के हुन्छ भने साउन्ड पनि केही गर्दा सुधिँदैन होइन, तपाईँले सबै सामान चेन्ज गर्दा पनि साउन्ड एकदम सुधिँदैन, अनि भर्खरै नयाँ सामान लगाएँ भनेर झुक्किनुहुन्छ होइन। यस्तो खालको ब्यालेन्सर चाहिँ हामीले डुप्लिकेट लगाइयो भने त्यो चाहिँ हाम्रो बिग्रिसकेको छ होइन, र यो ब्यालेन्सर चाहिँ अब ओरिजिनल पनि नबिग्रिने चाहिँ बिग्रिन्छ, तर डुप्लिकेट लगाइयो भने चाहिँ नयाँ लगाएदेखि नै साउन्ड एकदमै बिग्रिन्छ है। त्यही भएर यो ब्यालेन्सर चाहिँ हामीले ओरिजिनल लगाउनुपर्छ। यदि डुप्लिकेट लगाइयो भने चाहिँ तपाईँको झ्यारझ्यार गर्ने साउन्ड र बाइकमा आउने जुन भाइब्रेसन हुन्छ नि त्यो चाहिँ कहिले पनि समस्याको समाधान हुँदैन है त। जस्तो अब म तपाईँलाई देखाइरहेको छु, तपाईँलाई म पार्ट नम्बर पनि देखाइदिन्छु होइन, ओरिजिनल ब्यालेन्सर कस्तो हुन्छ। र ओरिजिनल ब्यालेन्सर हेर्नुहोस् है त। लु अब हाम्रो चाहिँ यो चाहिँ जेन्युन ब्यालेन्सर हो होइन, र यसको पार्ट नम्बर पनि यही छ, र यसको हेर्नुहोस् त बजाजको खोलमा यो रातो स्टिकर भएको आउँछ होइन। अब तपाईँलाई मैले ब्यालेन्सर त देखाएँ, अब ब्यालेन्सर कसरी मिलाउने त्यो पनि सिकाउँछु है त। जस्तो हाम्रो ब्यालेन्सर जुन हुन्छ नि, अब ब्यालेन्सर चाहिँ म तपाईँलाई कसरी मिलाउने त्यो ठ्याक्क सिकाउँछु त। पहिला हामी चाहिँ सम्पूर्ण पार्ट्सहरू सरसफाइ गर्छौँ होइन। अब चाहिँ म ब्यालेन्सरलाई एउटा पुलरको सहायताले मिलाएर देखाउँछु। जस्तो हाम्रो ब्यालेन्सर चाहिँ दुईपट्टि हेर्नुहोस् त, यो जुन देखिरहनु भएको छ नि मैले हातले देखाइरहेको छु, यो चाहिँ लामो छोटो भाग हुन्छ होइन, र लामो भएको भाग चाहिँ हाम्रो बाहिरपट्टि लगाएको हुन्छ। यो भित्र लगाइयो भने पनि हाम्रो साउन्ड चाहिँ राम्रोसँग बन्द हुँदैन है त। अब म चाहिँ तपाईँलाई पुलर लगाएर हेर्नुहोस् है, ब्यालेन्सर पुलर लगाइरहेको छु होइन, र ब्यालेन्सर पुलरको सहायताले हामीले हेर्नुहोस् है, यसलाई ठ्याक्क दुई राउन्ड हेर्नुहोस् है, ठ्याक्क एक स्टेप दुई स्टेप, ठ्याक्कै दुई स्टेप अगाडि पनि होइन, र दुई स्टेप पछाडि पनि ठ्याक्क टाइट गर्छौँ। यति गरेर हाम्रो ओरिजिनल ब्यालेन्सर यदि छ भने चाहिँ हाम्रो बाइकको साउन्डहरू झ्यारझ्यार गर्ने, भाइब्रेसन आउने चाहिँ एकदमै राम्रोसँग बन्द हुन्छ। त्यही भएर ब्यालेन्सर तपाईँले चेन्ज गरेँ भनेर मात्रै पुग्दैन है, ब्यालेन्सर चाहिँ जेन्युन लगाउनुपर्छ होइन। अब म यसलाई इन्जिनमा फिटिङ गर्ने तरिका पनि सिकाउँछु। जस्तो हेर्नुहोस् है, मैले ब्यालेन्सर लगाइसकेको छु, र हाम्रो हाउजिङ लगाइसकेपछि चाहिँ हाम्रो बडी ब्यालेन्सरको टाइमिङ होइन, र यतापट्टि हाम्रो जुन क्याम्चेन हुन्छ नि, हाम्रो क्याम्चेन स्पोकको टाइमिङ चाहिँ टपमा हुनुपर्छ होइन। त्यसपछि चाहिँ हाम्रो बाइकको साउन्डहरू एकदमै मजाले राम्रो आउँछ है त। त्यही भएर तपाईँलाई ब्यालेन्सर लगाउँदैछु तर साउन्ड राम्रो आएको छैन भन्नुहुन्छ भने चाहिँ ब्यालेन्सर जेन्युन लगाउनुहोस्, एकदमै मजाले तपाईँको बाइक चाहिँ झ्यारझ्यार गर्न चाहिँ बन्द हुन्छ है त।